हेलो साथीहरू, हेर्नुहोस् नयाँ पटमा अलि अर्ग्यानिक मकै चाहिँ कति राम्रो छ साथीहरू। घोगा हेर्नुहोस् न ठुल्ठुलो। हजुरहरूकोतिर पनि देखाउनुहोस् है, योभन्दा ठुलो फल्छ होला। यो चाहिँ अर्ग्यानिक मकै हो, मकै साह्रै बुढो हुन्छ, पोलेर खाँदा पनि काँचै खाँदा पनि मिठै हुन्छ। यसमा चाहिँ आज मलाई बाहिरतिर आएको थिएँ, यसो भिडियो बनाउनु मन लाग्यो। हेर्नुहोस्, हामी चाहिँ मलाई बारीमा उता खेततिर जाँदा पनि यो ताती खोला तरेर जानुपर्छ। यो चाहिँ फिजारेको हुनाले हामीले तर्छौँ, बर्खामा पनि तर सक्दैन, हालसालै चाहिँ तर सक्छ। हेर्नुहोस्, साह्रै हिजो पानी परेको थियो, आज एकदम राम्रोसित भएको छ। उता चाहिँ हामी चाहिँ माथितिर लाग्छौँ, बर्खामा तर्न सकिँदैन। अहिले चाहिँ हेर्नुहोस्, यसो मैले दुधी मकै खाइरहेको छु। दुधी मकै चाहिँ मलाई साह्रै मनपर्छ, भिटामिन पनि पाइन्छ, एकदम हेल्दी हुन्छ। साथीहरू पनि खानुहोस् है, एकदम राम्रो हुन्छ। यसो वर्षमा एकपल्ट खान पाइने हुने कारणले